आज होइन भोलि कठाघरमा ओली मैले हो नार लाएको अहिले लाएको होइन पहिल्यै लाएको जाग्छ कि क्या हो यो केटाले भनेर त्यो केटाका बेला बेलाका स्ट्याटस पढ्दाखेरि यतिको केटाले चाहिँ जाग्ला भने पछाडि 52 लाखले भोट हाले होइन भने पछाडि अब यी जान्छन् भन्ने कुरो ग्यारेन्टी छ। अब बस थप सल्लाह चाहिँ दिन्छु। के सल्लाह दिनुहुन्छ? बालन सरकारले अहिले होइन हिजो जति दिक्क लागेको थियो सुदन गुरुङलाई नियुक्ति गर्दा होइन दिक्क लागेको थियो नि त, कसैलाई बधाई दिनै मन लागेको थिएन नि। सुदन गुरुङलाई गृहमन्त्री बनाए के पात्रलाई बनाए थियो होइन? मनमा बाहिर बोल्न नसके पनि तपाईँहरूको मनमा थियो होइन? आज के समाचारला भन्नुस्? बोल्या छ, हिजै बोल्या छ होइन? यो के लिएर आएको? यतिको क्षमता भए मान्छे हो, कहाँबाट आएको? यो रासोपा हो कि वासोपा हो भनेर भनेका छौँ हामीले। सुदन गुरुङमाथि एजेन्टको नाम राख्ने 12 फाउन्डेसन र त्यस पछाडि गएर एजेन्टको नाम हाम्रो नेपाली भन्ने त्यो पार्टीको नाममा सोही व्यक्ति अन्तिममा जित्ने, हेलिकप्टरबाट लिएर आएको मतदानबाट जित्ने, आएर गृहमन्त्री थाहा नपाए क्वाप्पै खाने।